चुरोटको बट्टामा चाहिँ फोक्सोको क्यान्सरको फोटो बनाएको हुन्छ र त्यही माथि लेखेको हुन्छ धूम्रपान तथा सुर्ती सेवनले फोक्सोको क्यान्सर गराउँछ। के वास्तवमा चुरोटले चाहिँ फोक्सोको क्यान्सर नै गराउँछन् त? र चुरोटले अरू हाम्रो शरीरमा के असर गर्दछ? नमस्कार, म डाक्टर सन्तोष प्रसाद शाह, कन्सल्टेन्ट फिजिसियन। आउनुहोस् आजको भिडियोमा हामी चुरोटले हाम्रो शरीरमा के असर गर्दछ भन्ने बारेमा छलफल गरौँ। चुरोटको धुवामा 7000 भन्दा धेरै कम्पाउन्ड्सहरू हुन्छ। त्यसमध्येमा एउटा कम्पाउन्डको नाम चाहिँ टार हो। जब हामी चुरोट सल्काएर तान्छौँ त्यसले चाहिँ हाम्रो दाँत र गमहरूको चाहिँ म्युकोसालाई स्टेन गर्छ र यो धुवाहरू, यो कम्पाउन्डहरूले चाहिँ नाकको नर्भ इन्डिङहरूलाई चाहिँ ड्यामेज गर्छ, जसले गर्दा हामीले स्मेल गर्ने, सुँघ्ने क्षमता चाहिँ कम गराउँछ। र यो हामी जब चुरोट तान्छौँ, त्यो चुरोटको धुवाहरू हाम्रो चाहिँ घाँटी हुँदै ट्र्याकियामा पुग्छ। ट्र्याकियामा पुगेको धुवा चाहिँ ब्रोङ्काई हुँदै सानो सानो ब्रोङ्क्युल्स हुँदै लास्टमा चाहिँ अल्भियोलाईमा पुग्छ र त्यहाँ अल्भियोलाईबाट चाहिँ अक्सिजनको ठाउँमा चाहिँ यो अरू विकार ग्यासहरू, जसमा चाहिँ मेनली चाहिँ कार्बन मोनोक्साइड रगतमा पुग्छ र रगतमा चाहिँ अक्सिजन बाइन्ड, हेमोग्लोबिनमा बाइन्ड गर्ने ठाउँमा चाहिँ कार्बन मोनोक्साइड चाहिँ बाइन्ड गर्छ र अक्सिजनलाई रिप्लेस गरिदिन्छ, जसले गर्दा हाम्रो शरीरमा अक्सिजन जति चाहिने हो त्यसको मात्रामा चाहिँ कमी हुन्छ, जसले गर्दा हामीलाई चाहिँ अक्सिजनको मात्रा हाम्रो शरीरमा कमी भएको जस्तो महसुस हुन्छ। त्यसलाई चाहिँ हाइपोक्सिया भन्छ। र यो रेस्पिरेटरी ट्र्याकमा चाहिँ ट्र्याकिया र ब्रोङ्काइहरूमा चाहिँ के हुन्छ, एक प्रकारको सिलिया हुन्छ, भनेको हेयर लाइक प्रोजेक्सन हुन्छ। जसले सिलियाको काम के त भन्दा चाहिँ हामीले जुन सास फेर्दा चाहिँ विभिन्न प्रकारको नक्सियस पार्टिकल्सहरू, जम्सहरू हुन्छ, जसलाई चाहिँ हाम्रो सिलियाले ट्र्याप गर्छ र बाहिर निकाल्नमा हेल्प गर्छ। र यो स्मोकिङ गर्ने मान्छेमा चाहिँ, स्मोकमा धुवामा चाहिँ के हुन्छ भन्दा चाहिँ टार र हाइड्रोजन साइनाइड भन्ने केमिकल्स हुन्छ हो, जसले चाहिँ सिलियाको मुभमेन्ट चाहिँ, सिलियाको जुन मुभमेन्ट हुन्छ त्यसलाई चाहिँ के गर्छ, प्यारालाइज गरिदिन्छ हो। त्यसैलाई चाहिँ के भन्छ, सिलियोस्ट्यासिस। सिलियोस्ट्यासिस भएपछि जेनरली चाहिँ जुन विकार पदार्थहरू र नक्सियस पार्टिकल्स, जम्सहरू, ब्याक्टेरिया, भाइरसहरू हुन्छ, त्यो चाहिँ भित्र जाँदा चाहिँ सिलियाले मुभ गरेर बाहिर निकाल्न सक्दैन हो। यो विकार पदार्थहरू जम्दै जान्छ। जब हामी राति सुत्छौँ, रातभरि सुत्छौँ, त्यो कुराहरू कलेक्ट हुँदै जान्छ र त्यहाँ एक प्रकारको चिप्लो पदार्थ म्युकस पनि आउँछ हो। यो रेस्पिरेटरी ट्र्याकमा, ब्रोङ्काइहरूमा म्युकस पनि सेक्रेट हुन्छ र रातभरिमा चाहिँ सिलियाको अलिकति पावर चाहिँ गेन हुन्छ र बिहानतिर जेनरली चाहिँ हामीले विकार पदार्थहरू जुन पाइपमा, सास फेर्ने पाइपमा जमेको हुन्छ, त्यसलाई चाहिँ बाहिर निकाल्नमा हामी खोक्दछौँ। त्यही भएर चुरोट खाइराख्ने मान्छेलाई चाहिँ बिहानतिर खोकी हुन्छ र अरू मान्छेहरूको कम्पेरिजनमा यो खोकी चाहिँ अलि धेरै र धेरै बेरसम्म चाहिँ हुन्छ र बिस्तारै चुरोट खाइराख्ने मान्छेले यो खोकी बिस्तारै बढ्दै जान्छ। बिहान मात्रै हुने खोकी चाहिँ पछि साँझ बिहान हुन्छ, अझै पछि गएर बिहान, दिउँसो, बेलुका र पछि अझ जति बेला पनि खोकी हुन्छ हो। यो कन्डिसनलाई चाहिँ क्रोनिक ब्रोङ्काइटिस भन्छ र यो धुवाहरू चाहिँ भित्र गएर अझ अल्भियोलाईलाई पनि ड्यामेज गर्छ। अल्भियोलाईको काम चाहिँ हाम्रो ग्यास एक्सचेन्ज गर्ने हो। कार्बन डाइअक्साइड चाहिँ, रगतको कार्बन डाइअक्साइड बाहिर निकाल्नमा अल्भियोलाईतिर आउँछ र हाम्रो चाहिँ बाहिरबाट हामीले जुन इनहेल गर्छौँ अक्सिजन, त्यो चाहिँ भित्र जानमा मद्दत गर्दछ हो। त्यो अल्भियोलाईलाई पनि ड्यामेज गरिदिन्छ, पर्मानेन्ट ड्यामेज। त्यो अल्भियोलाई चाहिँ अलि ठुलो भइदिन्छ। अल्भियोलाई डाइलेट भएर ठुलो भइदियो भने त्यो कन्डिसनलाई इम्फाइजिमा भन्छ। इम्फाइसिमा र अघिको क्रोनिक ब्रोङ्काइटिस, यो दुईटा कन्डिसन जोडेर कलेक्टिभली यसलाई चाहिँ क्रोनिक अब्स्ट्रक्टिभ पल्मोनरी डिजिज, यसलाई मेडिकल भाषामा COPD भन्छ, जुन चाहिँ दमको समस्या, एक प्रकारको दमकै समस्या हो, जुन चाहिँ रिभर्स गर्न सकिँदैन। यो एकदमै चुरोटले गर्दा हुने एकदमै एक प्रकारको विकराल समस्या हो, जसले गर्दा हाम्रो शरीरमा चाहिँ अक्सिजनको मात्रा पुरा हुन दिँदैन। चुरोटको धुवाले चाहिँ हाम्रो मुटु र रगत नलीहरूमा पनि असर गर्दछ। यसमा चुरोटको स्मोकमा चाहिँ के हुन्छ भन्दा चाहिँ निकोटिन र अरू कम्पाउन्ड्सहरू हुन्छ, जसले चाहिँ निकोटिनले हाम्रो रगत नलीहरूलाई चाहिँ के गर्छ, साँघुरो बनाइदिन्छ, कन्स्ट्रिक्सन गर्छ र निकोटिन सँगसँगै अरू पनि कम्पाउन्ड्सहरू छ, जसले चाहिँ हाम्रो रगत नलीको भित्री लेयर इन्डोथेलियमलाई के गर्छ, ड्यामेज गरिदिन्छ, जसले गर्दा इन्डोथेलियममा प्लेटलेट टाँसिने क्षमता बढाइदिन्छ र यसले गर्दा चाहिँ के हुन्छ, प्लेटलेट त्यसमा टाँसिन्छ र अरू फाइब्रिनहरू टाँसिएर के गर्छ, र ब्लड क्लट बनाइदिन्छ हो। यो ब्लड क्लट चाहिँ मुटुको रगत नली, कोरोनरी आर्ट्री र ब्रेनको क्यारोटिड आर्ट्री, यिनीहरूमा चाहिँ अब्स्ट्रक्सन गराएर मुटुमा चाहिँ हार्ट एट्याक, त्यसलाई मायोकार्डियल इन्फेक्सन
र मस्तिष्कमा स्ट्रोक भनेको सेरिब्रोभास्कुलर एक्सिडेन्ट यो गराउने चान्स चाहिँ अत्याधिक हुन्छ। सिगरेट स्मोकमा आर्सेनिक र निकल भन्ने कम्पाउन्ड हुन्छ जसले चाहिँ हाम्रो शरीरमा भएको डिएनएलाई चाहिँ रिपेयर हुनलाई दिँदैन, डिएनए को रिपेयर गर्नलाई असर गर्छ र यसले चाहिँ डिएनए को म्युटेसन गराइदिन्छ जसले गर्दा चाहिँ क्यान्सर हुने चान्स बढ्छ। भनेपछि यो आर्सेनिक र निकल हाम्रो शरीरमा रगत सँगसँगै शरीरको विभिन्न अङ्गमा पुग्छ, जस्तो कि जहाँ यो आर्सेनिक र निकल पुग्छ त्यहाँ चाहिँ यसले चाहिँ डिएनए लाई म्युटेसन गराइदिने र डिएनए रिपेयर हुनलाई चाहिँ हेल्प नगर्ने। त्यस्तो भएपछि चाहिँ यसले चाहिँ त्यो जुन अङ्गमा पुग्छ त्यहाँ क्यान्सरको रिस्क बढाइदिन्छ। र यो स्मोकिङ गर्ने मान्छेहरूमा चाहिँ महिलाहरूमा जेनरली चाहिँ बच्चाहरू नहुने इन्फर्टिलिटीको चान्स रिस्क बढ्छ र पुरुषहरूमा चाहिँ इरेक्टाइल डिस्फङ्सन